वेलकम ब्याक टु माई च्यानल। आजको जोर्नी हुनेछ काठमाडौँदेखि सुदूरपश्चिम धनगढीसम्मको। सो भित्रै गएर सबै कुराहरू वेटिङ एरिया हो। यो चाहिँ हामी ठ्याक्कै अब बोर्डिङ पास भएर वेटिङ रुममा आइसकेका छौँ। वेटिङ एरियामा बसिरहेछौँ। अहिले चाहिँ मेरो चाहिँ श्री एयरलाइन्सको टिकट रहेको छ। टिकटको प्राइस रहेको छ गाइस 11,600। मैले आजै मात्र लिएको थिएँ टिकट। फाइनली अब हामी चाहिँ यहाँबाट बसमा चढेर श्री एयरलाइन्ससम्म पुगिसक्यौँ। यो चाहिँ हामीले चढ्ने प्लेन हो। यहाँ काठमाडौँदेखि धनगढी जानलाई मान्छेहरू लाइनमा छ। प्लेन चाहिँ फुल हुनेवाला छ किनभने धेरै मान्छेहरू छन्। मैले आजै टिकट काटेको। मेरो 7-8औँ चोटि होला। अलरेडी मैले धेरै भिडियोहरू अपलोड गरेको छु। मेरो युट्युब च्यानलमा गएर भिजिट गर्न सक्नुहुन्छ। काठमाडौँ टु धनगढी, धनगढी टु काठमाडौँको भिडियोहरू थुप्रै छ। फाइनली टेकअप भयो गाइस। काठमाडौँदेखि टेकअप भइसकेको छ। यो चाहिँ ब्युटिफुल अफ सिटी काठमाडौँ देख्न सक्नुहुन्छ। मेरो प्लेन चाहिँ रहेको छ दिउँसोको 2 बजेको छ है। यो चाहिँ काठमाडौँदेखि धनगढी 2 बजे। यता कर्णाली नदी हो कि कुन चाहिँ नदी देखिरहेछ तलतिर। अब धनगढी लगभग आउनै लागिरहेछ। अब चाहिँ ल्यान्डिङ हुने बेला भइसक्यो। अब धनगढीको लगभग कैलालीतिर हामी प्रवेश गर्दैछौँ। यो चाहिँ हाम्रो गेटाको यतानिर पुगिसके। यो चाहिँ वर्षायाममा बग्ने नदी होला। यो चाहिँ गेटाको माथितिर रहेछ, त्यो गाउँको माथितिर। यो चाहिँ गेटा हो तल चाहिँ देखिरहेको। अब एयरपोर्ट नजिकै आइसकेको छ। अब 1-2 मिनटमा ल्यान्डिङ हुँदैछ यहाँनिर। प्लेनले टायर पनि तल झारिसक्यो। सो यस्तो छ यहाँको भ्यू। गाउँहरू काटेर पुरा प्लेन भइरहेछ तलतिर। यो चाहिँ मेन रोड पनि देखिया। अब चाहिँ ल्यान्डिङ हुने लाग्यो है गाइज। अब चाहिँ बिस्तारै स्लोमा ल्यान्डिङ हुँदैछ। यो प्लेनमा 1 घन्टाको जर्नी हुन्छ। सो खानापिना केही पाउँदैन, चक्लेट मात्रै दिन्छ। चक्लेट मिलाएको थियो श्री एयरलाइन्सको। त्यति हो है साथीहरू। सो गाइज खासै ठुलो भिडियो बनाएन, सर्ट भिडियो नै हो। कस्तो लाग्यो भिडियो? राम्रो लाग्यो भने एउटा लाइक, सेयर, सब्सक्राइब गरिदिनु। फाइनली ल्यान्डिङ भयो गाइज। थ्याङ्क यू सो मच श्री एयरलाइन्स। म चाहिँ अहिले फाइनली धनगढी एयरपोर्टमा पुगिसकेँ। थ्याङ्क यू सो मच फर वाचिङ। सब्सक्राइब, लाइक, सेयर, कमेन्ट।